हेलो एभ्रिवान, आज आमा छोरी फेरि रेडी भएर निस्किँदैछ किनकि मेरो हस्बेन्डकोमा एकदमै टाइम छैन हामीसँग स्पेन्ड गर्नु, बाहिर निस्किनु। अहिले चाहिँ मैले यो वाला के ड्रामा हेर्दैछु एमाजोन प्राइममा, नो गेन नो पेन भनेर। एकदमै राम्रो छ, तपाईँहरूले पनि हेर्नु सक्नुहुन्छ के ड्रामा मनपर्छ भने। फर्स्ट अफ अल हामी आयो लड्डु गोपालमा। हेर्नुहोस् न, यस्तो दामी दामी मिठाईहरू छ। यसलाई चाहिँ खानु चाहिँ कसरी, म त नानीले अन्त पनि 5वटा जस्तो सिलेक्ट गरेर ल्याए, डिफ्रेन्ट डिफ्रेन्ट डिजाइनको। टेस्ट पनि एकदमै राम्रो थियो। घर आएर हामीले खायो, एकदमै दामी। अलिकति एक्सपेन्सिभ छ हाम्रो एरियाभन्दा, तर पनि अब वर्थ इट छ। अब उनीहरूले यति मेहनत गरेर बनाउँछ। त अहिले हामी खाँदैछ यहाँको डोसा। हुनु चाहिँ हाम्रो उताको जस्तो मिठो त थिएन, तर पनि चल्छ अब। अन्त यो हो केसर रसमलाई, यो चाहिँ टेस्टी थियो। त्यहाँदेखि हामी आयो आफ्नो फेभरेट प्लेस विशाल पेगा मार्टमा। त फटाफट हामी यहाँ के नयाँहरू आएको छ सामान। हुनु चाहिँ अहिले थुप्रै सामानहरू नयाँ आएको रहेछ। झन्डै 1 हप्ता बादै गएको होला, तर पनि क्या सबै अब नयाँ नयाँ देखेँ। अब यो कर्सेटहरू अस्ति थिएन, अहिले सबै रिस्टक भएको रहेछ। सर्ट्सहरू, घरमा लगाउने लुगाहरू, नाइटीहरू, कुर्तीहरू सबै नै। अन्त त्यो सब हेरेर हामी माथितिर गयो, किनकि काम चाहिँ माथि नै थियो। जस्तो हामी घरकै सामानहरू लिनु मात्रै जान्छ बेसी, किन बाहिर यहाँ त्यस्तो केही पनि पाउँदैन। त विशाल मेगा मार्टमा सबै पाउँछ। त मेरो घरको अलिअलि तेलहरू मसालाहरू खतम हुँदै थियो। अन्त हाम्रो आमा बाबा अन्त सक्षम पनि छिट्टै आसाम आउन आँटेको छ, त्यसले गर्दा पनि 1-2वटा घरको सामानहरू लिनु गएको थिएँ। अब यही ग्रोसरी आइटमै हो हाम्रो आइमी मान्छेहरूको किन्ने सामान भनेपछि। यहाँ हेर्नुहोस् न फ्यान। अहिले चाहिँ हाम्रो बिलिङ भइसकेको छ। अन्त हामीसँग आएको बहिनीको चाहिँ अहिले हामी वेट गरिरहेछ। त यति नै हो आजको लागि। भोलि फेरि भेटौँ, ल बाई।